अद्वितीय सम्पदा, अथाह सम्भावना, घर दैलोको सरकार र विकासका पाइलाहरू, विकास, सुशासन र प्रगति पथमा गण्डकी प्रदेश सरकार, जनतासँग मुख्यमन्त्री। दर्शकवृन्द नमस्कार। गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालयको प्रस्तुति कार्यक्रम जनतासँग मुख्यमन्त्रीको योजना तथा विकास विशेष श्रृङ्खलामा यहाँलाई हार्दिक स्वागत छ। म रघुनाथ वाग्ले। दर्शकवृन्द, विकास कुनै एक दिनमा देखिने परिणाम होइन। यो दीर्घकालीन सोच, स्पष्ट योजना, प्रभावकारी कार्यान्वयन र पारदर्शी व्यवस्थापनको समन्वयबाट सम्भव हुने प्रक्रिया हो। गण्डकी प्रदेशले स्थापना भए यता विभिन्न क्षेत्रमा विकासका योजनाहरू अगाडि सारेको छ। सडक सुधार तथा विस्तार, पर्यटन प्रवर्धन, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका थुप्रै प्रयासहरू निरन्तर भइरहेका छन्। तर योजना निर्माण र कार्यान्वयन बीचको अन्तर, आयोजनाहरू समयमै सम्पन्न नहुनु, बजेट खर्चको प्रभावकारिता र जनताले प्रत्यक्ष अनुभूति गर्ने परिणामको कमी, यी विषयहरू अझै पनि गम्भीर प्रश्नको रूपमा उठिरहेकै छन्। प्रदेशको समग्र विकासको मार्गनिर्देशन गर्ने मुख्य निकाय हो प्रदेश योजना आयोग। यही आयोगले प्रदेशको दीर्घकालीन सोच, प्राथमिकता निर्धारण, स्रोत व्यवस्थापन र विकासको खाका तयार पार्ने जिम्मेवारी वहन गर्दछ। आजको कार्यक्रम जनतासँग मुख्यमन्त्रीमा हामी गण्डकी प्रदेशको विकास योजना कति व्यवहारिक छ, बजेट र योजना जन अपेक्षा अनुसार किन परिणाम दिन सकिरहेका छैनन्, आगामी दिनमा दिगो र समावेशी विकासका लागि के रणनीति अवलम्बन गरिँदैछ, यी महत्त्वपूर्ण प्रश्नको जवाफ खोज्ने प्रयास गर्नेछौँ। आजको श्रृङ्खलामा हामीले गण्डकी प्रदेशको समग्र विकास र योजनामा केन्द्रित विशेष रिपोर्ट, गण्डकी प्रदेश सरकारका पछिल्लो केही दिनका गतिविधिहरू र गण्डकी प्रदेशका योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्ण चन्द्र देवकोटासँगको विशेष संवाद यहाँहरू समक्ष प्रस्तुत गर्नेछौँ। सबैभन्दा पहिला गण्डकी प्रदेश सरकारले गरेको विकास र योजनाबारे तयार पारिएको एक विशेष रिपोर्ट यहाँहरू समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छौँ। आत्मनिर्भर र समुन्नत प्रदेश, सम्मानित प्रदेशवासी भन्ने मुख्य सोचका साथ गण्डकी प्रदेशमा दोस्रो पञ्चवर्षीय योजना कार्यान्वयनको चरणमा छ। उत्पादन र रोजगारी बढाउने, सामाजिक न्याय कायम गर्ने, पूर्वाधार र सेवा सुधार गर्ने, प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्य सहित दोस्रो पञ्चवर्षीय योजना कार्यान्वयन भइरहेको छ। कृषि आधुनिकीकरण, उद्योग तथा उद्यम विकास, पर्यटन प्रवर्धन, पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य सुधार, रोजगारी सृजना मुख्य प्राथमिकताका क्षेत्र हुन्। नेपालको दीर्घकालीन सोच सन् 2021 एवं संघको 16औं पञ्चवर्षीय योजनासँग तादम्यता मिलाउँदै आत्मनिर्भर, सामाजिक न्याय र समुन्नति हासिल गर्ने लक्ष्यलाई मार्गदर्शन गर्न दोस्रो पञ्चवर्षीय योजना केन्द्रित देखिन्छ। योजनामा प्रादेशिक विकास तथा रूपान्तरणका 14वटा प्रमुख क्षेत्र निर्धारण गरिएको छ। सशक्त महिला, सामाजिक समावेशीकरण तथा समानता, वातावरण सन्तुलन र जलवायु तथा विपद उत्थानशीलता, सुदृढ शासन, सेवा प्रवाह र तहगत सम्बन्ध, सुसूचित नीति, योजना तथा विकास व्यवस्थापनलाई योजनाको अन्तर सम्बन्धित क्षेत्रको रूपमा प्रस्तुत गरी हरेक संरचनागत रूपान्तरणका क्षेत्र मूल प्रवाहीकरण गरिएको छ। यसको कारणको अन्तिम चरणमा पुग्दै गर्दा यो चाहिँ समग्र 5 वर्षको कुरा गरे मैले हैन, गर्दै गर्दा हामीले दोस्रो पञ्चवर्षीय योजनाले चाहिँ हामीले जे निर्धारण गरेका छौँ त्यसको पदचाप चाहिँ अत्यन्तै राम्रोसँग समातेको छ र आजको दिनसम्मको स्थिति हेर्दा चाहिँ यो अत्यन्तै सकारात्मक चाहिँ अवस्था छ। 2 वर्षको इन्डिकेटर्स हेर्दा चाहिँ हामी अत्यन्तै आशावादी हुने ठाउँमा चाहिँ छ। आर्थिक वर्ष 2081-82 मा गण्डकी प्रदेशको प्रति व्यक्ति आय $1,577 अमेरिकी डलर रहेको छ, जुन राष्ट्रिय औसत आय $1,517 भन्दा बढी हो। राष्ट्रिय औसत भन्दा बढी भए पनि अन्तर्राष्ट्रिय तुलनामा यो आय निकै कम हो। यसलाई पूरा गर्न दिगो विकास लक्ष्य, राष्ट्रिय विकास लक्ष्य तथा दीर्घकालीन सोचसँग सामञ्जस्यता हुने गरी प्रदेश नीति तथा योजना आयोगले निरन्तर नीतिगत सुधार गर्दै आइरहेको छ।
जस अन्तर्गत योजना छनौटलाई व्यवस्थित गर्न प्रदेश आयोजना बैंक कार्यविधि 2081 बमोजिम आयोजना बैंक प्रणाली विकास भई कार्यान्वयनमा रहेको छ। संवैधानिक व्यवस्था बमोजिम योजना कार्यान्वयनमा आइपर्ने समस्या र प्रदेशको विकास मोडेलका बारे प्रदेश विकास समस्या समाधान समितिको बैठक मार्फत समाधान खोज्न 14वटा बैठक सम्पन्न भएका छन्। बैठकले स्थानीय सरकारसँगको समन्वयलाई समेत उच्चतम महत्व दिँदै आएको छ। विकास समस्या समाधान समितिको हाम्रो प्रदेशमा गण्डकी प्रदेशमा नियमित रूपमा बैठक बस्ने गरेका छ। त्यहाँबाट स्थानीय तहमा प्रदेशमा परेका समस्याहरू र संघीय सरकारसँग हामीले गर्नुपर्ने विभिन्न खालका समस्या समाधानका निमित्त गर्नुपर्ने पहलको थलोको रूपमा चाहिँ छ। जस्तो यहाँ स्थानीय तहमा हुने सबै विकास निर्माणका कामहरू, स्थानीय सरकारलाई परेका समस्याहरू र प्रदेश सरकारलाई परेका समस्याहरू आवश्यक तीन तहको सरकारको आवश्यक समन्वय गर्नुपर्ने विषयहरू र दुईटा विशेष गरेर प्रदेश र स्थानीय सरकार बीचको चाहिँ पहल गर्नुपर्ने विषयहरू र समस्या समाधानमा चाहिँ एउटा कोसेढुङ्गो साबित हुने हो यसको काम चाहिँ विशेषतः। तर भलै यो सुरुवातको अवस्थामा अझ केही समस्याहरू थिए, तर अहिले बैठकबाट धेरै समाधानहरू चाहिँ हुने गरेका छ। प्रदेशले नि नियमित रूपमा बैठक राख्ने गरेका छ। नीतिगत सुधारमा आयोगले सरकारलाई पृष्ठपोषण गर्ने काम गर्छ। नीतिको कार्यान्वयनको पाटोमा भने विषयगत मन्त्रालयको महत्वपूर्ण भूमिका रहन्छ, जुन सरकारको बजेटले सम्बोधन गर्दछ। स्रोत सुनिश्चित नहुँदा योजना अलपत्र पर्ने समस्यालाई रोक्न आयोगले मापदण्डका आधारमा बहुवर्षीय ठेक्का र नयाँ आयोजनाका सम्बन्धमा सहमति प्रदान गरी स्रोत सुनिश्चितता मार्फत प्रभावकारी आयोजना कार्यान्वयन हुने व्यवस्था मिलाएको छ। आयोगले तय गरेको रणनीति तथा हस्तक्षेपकारी कार्यक्रम कार्यान्वयन भई योजना अवधि आर्थिक वर्ष 2085-86 सम्म प्रति व्यक्ति आय $2500 पुर्याउने लक्ष्य लिएको छ। प्रदेशको आर्थिक वृद्धि दर आर्थिक वर्ष 2080-81 मा 3.78% रहेकोमा दोस्रो योजना कार्यान्वयनपछि 2086 मा 10.38% पुग्ने अपेक्षा गरिएको छ। योजनाले अपेक्षित आयु 72 वर्षबाट 75 वर्ष पुर्याउने लक्ष्य लिएको छ भने बहुआयामिक गरीबलाई 9.5% बाट 6.0% मा जाने योजना बनाएको छ। कुल ग्राह्यस्थ उत्पादन 1 खर्ब 18 अर्बबाट बढेर 2086 मा 6 खर्ब 93 अर्ब पुग्ने अनुमान गरिएको छ। सरकार, निजी क्षेत्र, सहकारी, गैर आवासीय नेपालीको समेत गरी यो योजना कार्यान्वयन गर्न 12 खर्ब लगानी आवश्यक हुने अनुमान छ। जनतासँग मुख्यमन्त्री। दर्शकवृन्द, कार्यक्रम जनतासँग मुख्यमन्त्रीको अबको क्रममा हामी गण्डकी प्रदेश सरकारका योजना आयोगका माननीय उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटासँग गरिएको विशेष संवाद प्रस्तुत गर्ने अनुमति चाहन्छौँ। डाक्टर साहब नमस्कार, स्वागत छ यहाँलाई। हजुर नमस्कार। आराम हुनुहुन्छ? ठिक छु हजुर। वर्तमान आर्थिक र प्रशासनिक अवस्थालाई नियालेर गण्डकी प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजनाको यो कार्यान्वयनको अवस्था हेर्दाखेरि चाहिँ तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ? धन्यवाद, तपाईँले एकदम राम्रो प्रश्नबाट सुरु गर्नुभयो। अहिले हामी गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको दोस्रो वर्षको कार्यक्रमको कार्यान्वयन गर्दैछौँ। हामीले पहिलो पञ्चवर्षीय योजनाको कार्यान्वयन पश्चात त्यसको रिभ्यू सँगै चाहिँ दोस्रो योजना हामीले ल्याएका थियौँ र दोस्रो योजना हामीले ल्याउँदै गर्दा देशको अर्थतन्त्र जस्तो हुन्छ भन्ने अनुमान गरिएको थियो। त्यो लयमा चाहिँ देश हिँड्न सकेन। हाम्रो आन्तरिक कारणले मात्रै होइन कि बाह्य कारणले पनि अहिले विश्वमा जे देखिराखेको छ समस्याहरू, त्यसले गर्दा चाहिँ त्यसको प्रत्यक्ष प्रभाव चाहिँ हाम्रो अर्थतन्त्रमा देखिएको छ। त्यो अर्थतन्त्रमा देखिएका प्रभावहरूले गर्दा हामीले भने जति चाहिँ पुँजीको निर्माण गर्न सकेका छैनौँ र हामीले जति जुन अब लक्ष्य चाहिँ अपेक्षा गरिएको थियो त्यो हदसम्मको लक्ष्य चाहिँ प्राप्त गर्न सक्ने अवस्था चाहिँ म देख्दिनँ। तर हामीले अहिले पहिलो र दोस्रो वर्षको कार्यान्वयनको अन्तिम चरणमा पुग्दै गर्दा यो चाहिँ समग्र चाहिँ 5 वर्षको कुरा गरेँ मैले होइन, गर्दै गर्दा हामीले दोस्रो पञ्चवर्षीय योजनाले
चाहिँ हामीले जे निर्धारण गरेका छौँ त्यसको पदचाप चाहिँ अत्यन्तै राम्रोसँग समातेको छ र आजको दिनसम्मको स्थिति हेर्दा चाहिँ यो अत्यन्तै सकारात्मक चाहिँ अवस्था छ। भनेको हामी योजनाहरू सामान्यतया महत्त्वकाङ्क्षी हुन्छन्, हामीले 100% हासिल गर्न नसके तापनि यसको 2 वर्षको इन्डिकेटर्स हेर्दा चाहिँ हामी अत्यन्तै आशावादी हुने ठाउँमा चाहिँ छ हाम्रा सूचकहरू, जुन हामीले प्रगति चाहिँ हासिल गर्न सक्छौँ भनेका सूचकहरूमा चाहिँ पोजिटिभ चिजहरू छन्। बिस्तारै बजेट आउँदैछ, सरकार बजेटको तयारीमा लगभग लागिसकेको परिस्थिति छ। चालु आर्थिक वर्षको पुँजीगत खर्च हेर्ने हो भने हामीले अपेक्षा गरे अनुसारको पुँजीगत खर्च हुन सकेन प्रदेशमा। यसको मुख्य कारणहरू के हुन सक्छन्, तपाईँलाई के अनुभूति भयो? यसको मुख्य कारण चाहिँ यो वर्षको हेर्दा चाहिँ हामी सामान्यतया बजेट आइसकेपछि के हुने रहेछ भने असारमा बजेट पास गरिसकेपछि साउन भदौबाट यो कार्यान्वयनको चरणमा जान्छ र यसरी जाँदा हामीले चाहिँ साउन महिना र भदौ महिना चाहिँ बढी तयारीमा केन्द्रित रहन्छौँ र हामी कहाँको विकास निर्माणको काम चाहिँ साउन भदौ स्टिल चाहिँ बर्खाको समय हुने र चाहिँ ठुलो चाहिँ बजेटको भोल्युम चाहिँ भौतिक पूर्वाधार विकासको क्षेत्रमै, त्यो सडक पूर्वाधार होस्, सिँचाइ होस्, खानेपानी होस्, यही सेक्टरमा चाहिँ हाम्रो ठुलो बजेट छ। अनि यिनीहरू चाहिँ साउन भदौको पानीले चाहिँ हाम्रो सडक पूर्वाधार जुन ठाउँमा चाहिँ बनाउने, त्यसलाई चाहिँ स्तरोन्नति उन्नति गर्ने भन्नेको हुन्छ, त्यो ठाउँमा चाहिँ फिल्ड वर्क गर्न सक्ने अवस्थै रहन्न भने जति। त्यो भएपछि के हुने रहेछ भने मलाई अलिक क्लियरली बताउन चाहन्छु। त्यो भएपछि सुरुको साउन भदौ असोजमा हामीले अघिल्लो वर्ष गरिएको लागत इस्टिमेटहरू नै परिवर्तन हुने अवस्था आउँछ। बर्खाका कारणले ती ठाउँहरूमा बाढी पहिरोले बिगारेको हुन्छ र फेरि त्यसको पुनः लागत इस्टिमेट गर्नुपर्ने अवस्था हामी पुग्छौँ, किनकि साना प्रोजेक्टहरू छन्। त्यो भएपछि त्यो लागत इस्टिमेट गर्न असोज कार्तिक पुग्ने, मक्सिरमा बल्ल ठेक्का प्रक्रिया सुरु हुने, अनि पुस माघमा ठेक्का लाग्ने र सार्वसाली योजनाहरू पनि पुस माघमा ठेक्का लागेपछि बल्ल पुस माघमा फागुनमा मोबिलाइजेसन कस्ट लाने र चाहिँ काम सम्पन्न गरेपछि पेमेन्ट गर्ने चरण भनेको जेठ असार नै पुग्ने। त्यस कारणले चाहिँ के देखिन्छ भने सुरुका 3 देखि 6 महिना तयारी र ठेक्का प्रक्रिया, ठेक्का अवार्ड र पछिल्लो 6 महिना चाहिँ त्यसको एक्जिक्युसन कार्यान्वयन गर्ने हुँदा चाहिँ अहिले चाहिँ यो पुँजीगत खर्च चाहिँ चैत मसान्तसम्म आइपुग्दा चाहिँ उल्लेख्य नभए पनि अब कामहरू चाहिँ उल्लेख्य मात्रामा भइराखेको छ होइन, र त्यो चाहिँ जेठमा गएर असारमा गएर उल्लेख्य वृद्धि हुने गर्छ। र अहिलेसम्मको अवस्था हेर्दा चाहिँ एउटा मेन कारण चाहिँ हरेक वर्ष यही नै हो। तर यो वर्ष चाहिँ जुन हाम्रो यो डिजेल पेट्रोलमा भएको मूल्य वृद्धिका कारणले पनि हामीले जुन स्टेजमा काम हुनु पर्थ्यो त्यो स्टेजमा चाहिँ काम हुन सकेको छैन। यसले पनि हाम्रो काम हुन नसकेपछि त पेमेन्ट हुँदैन। चालु खर्च चाहिँ भने जति चाहिँ हुन सक्ने कुरामा चाहिँ सन्देह पैदा गरेको अवस्था चाहिँ छ। ओके, जस्तो यहाँले भन्नुभएको यो पछिल्लो डिजल पेट्रोलको मूल्य वृद्धि त हाम्रो नियन्त्रणमा भएन, बाँकी अरू सबै हाम्रै नियन्त्रणमा भएको विषय छ होइन। अगाडिका 5-6 महिना प्लानिङमा गइराखेको छ, पछाडिको 1-2 महिना काम हुन्छ, त्यसपछि फेरि पेमेन्टको अर्को एउटा खालको अडल्स आइपुग्छ। समाधानको उपाय के हुन्छ? हामी के गर्यौँ भने चाहिँ अलिकति पुँजीगत खर्च बढाउन सक्छौँ? हामीलाई अलिकति प्रकृतिले पनि हाम्रो जस्तो कन्टेक्स्टमा चाहिँ हामीलाई त्यति चाहिँ सपोर्ट नगरेको म देख्छु। जस्तो हामीले जे गरे पनि साउन र भदौ महिनामा हुने जुन अनएक्सपेक्टेड ऱ्यानफल र एक्सपेक्टेड ऱ्यानफल त्यसलाई चाहिँ हामी एभोइड गर्न सक्दैनौँ। अनि हाम्रा योजनाहरू साना छन्, 50 लाखका 1 करोडका सार्वजनिक रूपमा सक्ने योजनाहरू त्यही नै भए र ठुला योजना जुन समपूरक योजनाहरू त अघिल्लो वर्षै हामीले चाहिँ सबै चिज गरेर पठाएको पनि त्यो प्रक्रियागत चाहिँ एउटा मानसिकताले गर्दा ढिलो ठेक्का लाग्ने गर्छ। ती योजनाहरू चाहिँ हामीले तुलनात्मक रूपमा सार्वसाली योजनाभन्दा चाँडो ठेक्का प्रक्रियामा जान सक्छौँ। त्यो भयो भने चाहिँ त्यसको चाहिँ हामीले खर्च चाहिँ बढाउन सक्ने अवस्था छ। त्यो चाहिँ हाम्रो मन्त्रालयको आफ्नै प्रक्रियागत झन्झटका उपज हो भने अरू योजनाहरू चाहिँ मैले अहिले पनि भने हाम्रो प्राकृतिक चाहिँ प्रकोपका कारणले पनि हामीलाई साउन भदौमा
पेपरवर्क गर्ने तयारीका लागि पनि हामीलाई ग्राउन्डको इन्फर्मेसन चाहिन्छ। त्यो ग्राउन्डको करेक्ट इन्फर्मेसन लिनलाई चाहिँ साउन र भदौ चाहिँ वास्तवमा राइट महिना चाहिँ सबै प्रोजेक्टको लागि हुँदैन। त्यसकारण त्यो असोज कार्तिकै पुग्ने कारण चाहिँ त्यो हो। यी दुईटा कारणले गर्दा चाहिँ बेसिकल्ली हाम्रा सालबसाली रूपमा सम्पन्न हुने योजनाहरू पनि ढिलो भइरहेको छ भने बहुवर्षीय आयोजनाको हकमा चाहिँ हाम्रो पूर्व तयारी चाहिँ पर्याप्त नहुँदा चाहिँ त्यो ढिलो भएको छ। तपाईँको अनुभवमा चाहिँ अब यो पञ्चवर्षीय योजनाका सूचकहरूमध्ये चाहिँ कुन क्षेत्र चाहिँ अलि बढी कम प्रायोरिटीमा परेको जस्तो, कम विकास भएको जस्तो, कम खर्च भएको जस्तो के अनुभूति हुन्छ? अब यो हेर्नुहोस्, कम त हाम्रो बजेटको एउटा निश्चित सीमा छ। त्यस कारणले गर्दा चाहिँ हामीले अलिकति हेर्दा पनि झट्ट रिजल्ट चाहिँ देखि नहाल्ने, आँखाले देखि नहाल्ने भनेको सामाजिक विकासकै क्षेत्र हो। है, सामाजिक विकासको क्षेत्रमा चाहिँ हामीले अपेक्षित चाहिँ उपलब्धि हासिल गर्न चाहिँ झट्ट हेर्दा देखिँदैन। तर सोसियल डेभलपमेन्टको सेक्टरको आयामहरू निकै फराकिलो हुन्छ। शिक्षा पनि त्यसैमा पर्छ, स्वास्थ्य पनि त्यसैमा पर्छ, अरू किसिमका चाहिँ सांस्कृतिक धार्मिक चिजहरू पनि एक्टिभिटिजहरू पनि त्यही अन्तर्गत पर्छ। अब शिक्षा चाहिँ प्रदेश सरकारको चाहिँ 12 क्लाससम्मको शिक्षा प्रदेश सरकारको मातहत अन्तर्गतको होइन। यद्यपि त्यो क्षेत्रमा हामीले लगानी गरेका छौँ, तर हामीले पर्याप्त लगानी गर्नै नगर्दा शिक्षामा लगानी गरेन भन्ने अफसोस लिनुपर्ने र गर्दाखेरि चाहिँ हामीले आफ्नो फ्रेमभन्दा चाहिँ बाहिरको कन्स्टिट्युसन भयो। त्यो हुँदा हामीले झट्ट हेर्दा चाहिँ प्रगति नभएको हो कि शिक्षामा हामी देखिँदैन। तर स्वास्थ्यमा चाहिँ फेरि सामाजिक विकास हुने गण्डकी प्रदेश सरकारले निश्चित उपलब्धिहरू हासिल गरेको छ। हामीले जस्तो हाम्रा हस्पिटलहरू स्तरोन्नति भएका छन्, त्यहाँ आउने सेवा प्रवाह चाहिँ जनतालाई दिने सेवाहरू सुविधाहरू बढेका छन्। 10 वर्षभन्दा तल 60-65 वर्षभन्दा माथिका मान्छेहरूको बेसिक टेस्टहरू हामीले फ्री गराएका छौँ। त्यसले चाहिँ सरकारी हस्पिटलमा आउने चाहिँ बिरामीको सङ्ख्या वृद्धि भएको छ होइन। र स्वास्थ्य सेक्टरमा चाहिँ हामीले के चाहिँ उपलब्धिहरू हासिल गरेका छौँ। तर कम उपलब्धि हासिल गरेको देखिने क्षेत्र भनेको चाहिँ झट्ट हेर्दा लाग्ने भनेको चाहिँ हामीलाई सामाजिक विकासका त्यसमा चाहिँ शिक्षाको त अलिकति त्यो एकल अधिकारको सूचीमा अलिकति केही कुरा बाजिएको कारणले गर्दा पनि समस्या भयो। बाँकी अरू जस्तो ज्येष्ठ नागरिकको क्षेत्रमा, अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा, एकल महिलाको क्षेत्रमा गर्नुपर्ने कामहरू त प्रदेश सरकारको प्रशस्तै छ नि होइन। त्यसमा प्रगति नदेखिनुको कारण चाहिँ के हो? त्यो चाहिँ यस्तो छ, झट्ट हेर्दा सडक बन्यो, प्रगति देख्यो, तर एकजना एकल महिलालाई चाहिँ सपोर्ट गरेको कुरा चाहिँ कति मान्छेलाई थाहा हुन्छ र? जस्तो म तपाईँलाई जस्तो हामीले ती क्षेत्रहरूमा पनि कस्तो छ होइन, देखिने कुरा एउटा पाटो रह्यो। तपाईँले त त्यहाँको डाटा अनुसार डाटा अनुसार म तपाईँलाई हाम्रो गरिबीको रेखामुनि भएका मान्छेहरू जति थिए त्यसमा त हामीले गरिबीको रेखामुनि भएको सङ्ख्या त घट्दो छ। त्यो एउटा प्रगति हो त्यसरी हेऱ्यो भने होइन। अनि हामीले साक्षरता दर बढेकै छ, त्यो अर्को प्रगति हो होइन। त्यसपछि स्वास्थ्यमा पहुँच बढेको छ, त्यो अर्को प्रगति हो होइन। अनि शिक्षामा पनि मैले साक्षरता दर भनिसकेँ, पहुँच बढेको छ, त्यो अर्को प्रगति हो। अनि अर्को चाहिँ म तपाईँलाई भन्छु भाषाभाषीको क्षेत्रमा हामीले चाहिँ यो दलित ऐन लिएर आएको छौँ, त्यो पनि। अनि हामीले चाहिँ गण्डकी प्रदेशमा चाहिँ मगर र गुरुङ भाषालाई चाहिँ सरकारी भाषाको रूपमा चाहिँ हामीले चाहिँ कार्यालयहरूमा चाहिँ दिएको छ, सरकारी कामकाजको भाषाको रूपमा राखेको छौँ। यी सबै क्षेत्रहरू हेर्दा हामीले त्यो क्षेत्रमा पनि उल्लेख्य प्रगति गरेको अवस्था छ। तुलनात्मक रूपमा कम प्रगति भएको देखिए तापनि यो पनि कम चाहिँ होइन। हस्, अब अर्को एउटा यहाँसँगको अन्तर्वार्तामा एउटा कुरा आम नागरिकहरूलाई बुझाइदिनु पर्नेछ। यो योजना ब्याङ्क भनेको के हो, यसले के काम गर्छ? यो चाहिँ यहाँहरूले राम्रोसँग नबुझाइदिएको कारणले गर्दा इभन मान्यज्यूहरू नै, सांसदहरू नै पनि फाइल बोक्दै होइन योजना प्राथमिकरणको लागि चाहिँ अनेक रिक्वेस्ट गर्दै हिँड्नुपर्ने, ठुला नेताहरूको फोन आउनुपर्ने, यहाँहरूको मुख्यमन्त्रीज्यूको अथवा अर्थमन्त्रीज्यूको चाहिँ लामो समय माथिको फोनमा खर्च हुनुपर्ने यस्तो परिस्थिति सिर्जना भएको छ। योजना ब्याङ्क भनेको के हो, योजना ब्याङ्कले के काम गर्छ, यो चाहिँ बुझाइदिनुहोस् न। हस्, धन्यवाद। यो योजना ब्याङ्क चाहिँ सङ्घ सरकारले नै यो राष्ट्रिय योजना आयोग मार्फत चाहिँ एउटा योजना ब्याङ्कको चाहिँ प्रणालीको विकास गरिएको छ। त्यो योजना ब्याङ्कमा चाहिँ त्यो राष्ट्रिय योजना आयोगले लिड गर्छ। एउटा सफ्टवेयर डेभलप भएको छ, कार्यविधि छ राष्ट्रिय योजना आयोगको,
प्रदेश सरकारहरू आफ्नो कार्यविधि बनाउन आफू स्वतन्त्र छन्, त्यो अनुसार हामीले पनि कार्यविधि बनाएको छौँ र पालिकाहरू पनि आफ्नो कार्यविधि बनाउन ऊ स्थानीय सरकार नै भएको हुनाले स्वतन्त्र छ र ऊ आफ्नो कार्यविधि बनाएर इम्प्लिमेन्टेसन गर्न सक्छ। तर त्यो कार्यविधि बनाउँदै गर्दा समग्रमा सङ्घ प्रदेश र स्थानीय तह तिनटैले गर्ने त विकास हो, तर यो एकअर्कामा चाहिँ समन्वय हुने किसिमको लिङ्क हुने किसिमको कार्यविधि बनाएर काम गर्नुपर्ने हुन्छ। त्यसको लागि सङ्घले एउटा प्रणालीको विकास गरेको छ र प्रदेशलाई त्यो सफ्टवेयर दिएको छ, 7वटै प्रदेशलाई, जसले इम्प्लिमेन्टेसन गर्न चाहन्छ। प्रदेशले आफै पनि बनाउन सक्छ, तर यो सामान्यतया हामीले सँगसँगै लिङ्क हुने, भोलि आयोजना डुप्लिकेसनका कुराहरू हटाउने यस्ता कुराहरू गर्नलाई नि सङ्घले बनाएको जुन प्रणाली छ त्यो प्रणालीसँग लिङ्क हुने प्रदेशको र स्थानीय तहको प्रणालीको विकास हो। त्यो विकास गर्दा आयोजनाहरू कसरी सेलेक्सन हुन्छन् भन्ने कुरा हो। त्यसमा प्रदेश सरकारको चाहिँ के छ भने हामीले चाहिँ हाम्रो कार्यविधि हेर्नुभयो भने स्पष्ट रूपमा के लेखेका छौँ भने आयोजनाहरूको वर्गीकरण गरिएको छ। 50 करोडभन्दा माथिका आयोजनाहरूलाई डिपिआर नै चाहिन्छ। त्यो डिपिआर नहुँदासम्म त्यो प्रोजेक्ट ब्याङ्कमा ती योजनाहरू समावेश नै हुँदैनन्। अनि त्यो जुनसुकै पूर्वाधार क्षेत्रको सामान्यतया हाम्रो प्रदेशमा चाहिँ ठुला योजना हुने भने सडक पूर्वाधार र अहिले केही हस्पिटलहरू चाहिँ अलि 50 करोड माथिका पनि छन्। तर अब अहिले आएर चाहिँ सडक पूर्वाधारमा सङ्घले समपूरकको योजनाको सिलिङ 30 करोडमा झारिसकेपछि चाहिँ अब हामी कहाँ सडकमा ठुला योजनाहरू हुने सम्भावना तुलनात्मक रूपमा प्रदेशको बजेटको हिसाबले पनि कम छन्। यदि म तपाईँलाई यो कुरा क्लियर गर्छु, अनि 5 करोडदेखि 50 करोडसम्मका योजनाहरू चाहिँ हामीले प्रोजेक्ट कन्सेप्ट नोट जुन भन्छौँ, प्रोजेक्ट अवधारणा पत्र, त्यो तयारी गर्छौँ र त्यो तयारी गरेपछि हाम्रो प्रोजेक्ट ब्याङ्कको सिस्टममा इन्ट्री हुन्छ र त्योभन्दा साना योजनाहरू चाहिँ हामीले लागत इस्टिमेट गरेर इम्प्लिमेन्टेसनमा लान सक्छौँ। सडक पूर्वाधारको क्षेत्रमा, खानेपानीको क्षेत्रमा त्योभन्दा अलिकति सानो योजना हुने भएर त्यसको पनि सिलिङ हामीले त्यसरी नै निर्धारण गरेको छौँ। सामाजिक विकासको क्षेत्रमा, पर्यटनको क्षेत्रमा ठुला पूर्वाधार बनाउने, मझौला र साना पूर्वाधार बनाउने किसिमको चाहिँ वर्गीकरण छ। र त्यो कसरी कार्यान्वयन हुन्छ भने तपाईँले मानौँ पालिकाले आफ्नो चाहिँ क्षेत्रको योजनाहरू आइडेन्टिफाई गरेको छ भने त्यसको त डिपिआर पनि गरे होला। डिपिआर नभए अलि सानो योजना भए प्रोजेक्ट कन्सेप्ट नोट बनाएको होला, अझ त्योभन्दा सानो भए लागत इस्टिमेट गरे होला। त्यस्ता योजनाहरू चाहिँ स्थानीय तहले आफ्नै स्थानीय तहमा बसेर इन्ट्री गर्न सक्छ। स्थानीय तहले इन्ट्री गरेको योजना प्रदेश र सङ्घले हेर्न सक्छ, अनि प्रदेशले इन्ट्री गरेको योजना प्रदेश र सङ्घले हेर्न सक्छ, अनि सङ्घले इन्ट्री गरेको योजना सङ्घले हेर्छ र सङ्घले प्रदेश र स्थानीय तह तिनटैको हेर्छ। अनि ती योजनाहरू प्रविष्ट भइसके अब तपाईँमा लागत इस्टिमेटसम्म चाहिँ नभएको योजनाहरू चाहिँ सामान्यतया इन्ट्री हुँदैनन्। अब लागत इस्टिमेट चाहिँ जनताको पहुँचमा पुग्छ त भनेर सोध्नुभयो भने पुग्छ। स्थानीय तहमा पनि प्राविधिक छ, प्रदेशका लेभलका योजना भए हाम्रो जिल्ला, सबै जिल्लाहरूमा हाम्रा प्राविधिक कार्यालयहरू छन्, उसले लागत इस्टिमेट गरिदिन्छ र ती योजनाहरू चाहिँ प्रोजेक्ट ब्याङ्कमा त्यही कार्यालयले चाहिँ अहिले हाम्रो प्रदेशको हकमा के छ भने हामीले 11वटै जिल्लाको प्राविधिक कार्यालयहरूलाई चाहिँ यो त्यो परियोजना ब्याङ्कको सफ्टवेयरको युजर नेम र पासवर्ड दिएको छौँ। ट्रेनिङ पनि भएको छ। अब यो योजना ब्याङ्क चाहिँ योजनाहरू चाहिँ त्यहीँबाट इन्ट्री भएर आउँछ र त्यसका सर्टेन इन्डिकेटरहरू हेरेर P1, P2 र P1 र P2 प्रायोरिटी 1, प्रायोरिटी 2 र सामान्य योजनाहरू भनेर वर्गीकरण गरिन्छ। र ती वर्गीकरण गरिएका योजनाहरूको पनि के छ प्रोसेस भने अहिले तपाईँले भन्यो मान्यज्यूहरू मन्त्रीज्यूहरू नै कन्फ्युज भएको पनि अवस्था छ। त्यो चाहिँ कसरी इम्प्लिमेन्टेसन हुन्छ भने मानोस् तपाईँले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको योजना छ भने त्यो सबै योजना इन्ट्री भएर हाम्रो प्रोजेक्ट ब्याङ्कमा आइसकेपछि हामीले त्यो भौतिक पूर्वाधार विकास मन्त्रालयमा अथवा सम्बन्धित मन्त्रालयको सचिवको संयोजकत्वमा त्यसमा योजना आयोगको प्रतिनिधि नै हुन्छ, मुख्यमन्त्री कार्यालयको प्रतिनिधि नै हुन्छ, त्यहीँको प्लानिङ सेक्सन चिफ हुन्छ। उहाँहरूले बसेर ती आयोजनाहरू टेक्निकली ठिक छन् कि छैनन् भनेर हेर्नुहुन्छ र ती ठिक छन् भनेका योजनाहरू चाहिँ अब के हुन्छ प्रोजेक्ट ब्याङ्कमा कम्प्लिटली प्रविष्ट भएर चाहिँ विथ चाहिँ त्यो रेकमेन्डेसन्स चाहिँ त्यो नीति तथा योजना आयोगको अब कस्टडी चाहिँ क्षेत्राधिकारभित्र आउँछ। त्यो विथ रेकमेन्डेसन भनेको चाहिँ कसको रेकमेन्डेसन? प्राविधिक मन्त्रालयको सम्बन्धित मन्त्रालयको सचिवको प्राविधिक समिति उहाँको संयोजकत्वमा छ। तर त्यहाँ मेन भूमिका चाहिँ मन्त्रालयकै हुन्छ। र त्यसपछि प्रदेशमा प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षको
संयोजकत्वमा अर्को चाहिँ यो निर्देशक समिति छ। त्यो निर्देशक समितिमा चाहिँ नीति तथा योजना आयोगका सदस्यहरू र विषयगत मन्त्रालयका सबै सचिवहरू सदस्य रहनुहुन्छ। योजना त सबै मन्त्रालय अन्तर्गतमा आउँछन्। सबै मन्त्रालयको सचिवहरूले मन्त्रालयको प्राविधिक समितिले भन्नु पर्यो ले चाहिँ भेरिफाई गरेको योजनाहरूलाई हामीले के गर्छौँ भने प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा भएको निर्देशक समितिले त्यसलाई चाहिँ एप्रुभ गरेर आयोगको पूर्ण बैठकमा लान्छ। आयोगको पूर्ण बैठकको चेयरम्यान हुने चाहिँ मान्य मुख्यमन्त्रीज्यू होइन, त्यो समितिले पनि त्यसलाई एप्रुभ गरेर हामीले चाहिँ वेबसाइटमा नीति आयोगको वेबसाइटमा सार्वजनिकरण गर्छौँ र त्यो चाहिँ विषयगत मन्त्रालयमा जान्छ। अब म भन्दैछु यहीँनिर चाहिँ इम्पोर्टेन्ट, अब विषयगत मन्त्रालयमा गइसकेपछि विषयगत मन्त्रालयले प्राथमिकता प्राप्त योजनाहरू चाहिँ इन्ट्री गर्ने काम चाहिँ उसैको योजना आयोगको होइन। त्यो पोर्टल सबै मन्त्रालयमा खुल्छ। सबै मन्त्रालयमा खुल्छ। यसरी चाहिँ मन्त्रालयकोलाई उत्तरदायी बनाउने एउटा चाहिँ सिस्टम हो प्रोजेक्ट ब्याङ्क भनेको, र यसले अर्को एउटा काम पनि गर्छ। र यसरी हामीले योजनाहरू चाहिँ इन्ट्री गऱ्यौँ यो सिस्टममा सङ्घसित लिङ्क गरेर भने सङ्घ सरकारले प्रदेश र स्थानीय तहले गर्ने योजनाहरूको डुप्लिकेसन अटोमेटिक घट्छ। जानुपर्ने चाहिँ यसरी, यदि त्यो डुप्लिकेसन भएको छ भने त्यो सङ्घको सिस्टममा इन्ट्री भएको छ र सङ्घको क्षेत्राधिकार भयो भने प्रदेशमा इन्ट्री नै हुँदैन। अब जानुपर्ने यसरी हो, सिस्टम यो हो। तपाईँलाई अहिले देखेर सांसदलाई भेट्ने कामले फुर्सद छैन होला होइन, योजना आयोगमा सांसदहरूको लाइन लागेको छ होला, अथवा राजनीतिमा अलि बढी सक्रिय भएकाहरू 11 जिल्लाबाट म फलानु जिल्लाको यो पार्टीको भन्दै आएर एक खालको यो राजनीतिक हस्तक्षेप सुरु भइसकेको छ होला। यो एक खालको असङ्गत प्रभाव, राजनीतिक प्रभावलाई चाहिँ सन्तुलनमा राख्नका निम्ति चाहिँ के गरिरहनु भएको छ? अब यो अहिले चाहिँ ठिक भन्नुभयो तपाईँले। अहिले चाहिँ मैले चाहिँ मका आइपुग्ने चाहिँ मान्य सांसदज्यूहरू होस् या 11 जिल्लाबाट आउने चाहिँ अरू चाहिँ साथीभाइहरू हो, त अत्यन्तै सामान्य चाहिँ जसको कुनै पोलिटिकल इन्ट्रेस्ट नै छैन उहाँहरू पनि आइराखेका हुनुहुन्छ। अनि योजना आयोग भनेपछि चाहिँ एउटा के रहेछ इन्ट्रेस्टिङ कुरा भने यो योजना बाँड्ने आयोग हो भन्ने बुझाइरहेछ। कृपया यो होइन, योजना आयोगले नीतिगत निर्णय गर्छ। अहिले मैले भने नि प्रोजेक्ट ब्याङ्क को काम गर्छ, अरू नीतिगत निर्णयहरू गर्छ, र योजना आयोगले एउटा योजना पनि इन्ट्री गर्दैन। आफ्नो योजना आयोगको रेगुलर एक्टिभिटिजलाई चाहिने बजेट बाहेक अरू योजना आयोगले एउटा पनि इन्ट्री गर्दैन। तर योजना आयोगले फेसिलिटेसन चाहिँ गर्छ। तर आम मान्छेको अपेक्षा चाहिँ त्यहाँ गइयो भने अब खानेपानीको आवश्यकता त धेरै ठाउँमा छ, सिँचाइको आवश्यकता धेरै ठाउँमा छ, सडकको आवश्यकता धेरै ठाउँमा छ, अनि मन्दिरको रेनोभेसन गर्नुपर्ने आवश्यकता धेरै ठाउँमा छ, अनि यो तपाईँको आमा समूहका भवनहरू बनाउनु पर्ने चाहना राख्ने समुदाय धेरै छ। उहाँहरू चाहिँ हामी कहाँ सामान्यतया शक्ति पहुँचमा पुग्दा चाहिँ आफ्ना कामहरू हुन्छन् भन्ने जुन एक किसिमको चाहिँ भाष्य बनाएको छ, त्यो कारणले पनि मन्त्रालयमा अनि योजना आयोगमा मुख्यमन्त्रीज्यू कहाँ त अझ ठुलो लाइन पुग्छ होइन। त्यो चाहिँ हाम्रो एक्सेसका कारणले पुगेका हुन्। र यसलाई न्यूनीकरण गर्नको लागि हामीले नीति आयोगले कसरी काम गरिराखेका छ भने हामीले यो योजना ब्याङ्कलाई चाहिँ अलिकति प्रभावकारी बनाउनको लागि विषयगत मन्त्रालयहरूलाई पनि अलिक सघन छलफलमै छौँ हामी। र हामी 11वटै जिल्लामा पनि यसलाई चाहिँ अलिकति 1 वर्ष एकपटक गरेर मात्रै हुँदैन, यो मान्छेलाई बुझाउनुपर्छ, कार्यालयहरूलाई पनि बुझाउनुपर्छ र चाहिँ स्थानीय तहलाई पनि बुझाउनुपर्छ। हो त्यो बुझाउनको लागि चाहिँ हामी अत्यन्तै प्रयत्न गरिरहेका छौँ। र यसलाई केही वर्षहरू हामी यसमा कन्टिन्युअसली लागेपछि यो प्रक्रिया इस्टाब्लिस्ड हुन्छ र यो अटोमेटिक चाहिँ एउटा नर्मल फेजमा जान्छ भन्ने मलाई लाग्छ। र यही सन्तुलनको भूमिका चाहिँ मैले अहिले चाहिँ निर्वाह गरिराखेको छु। ठिक छ। अब विगतका वर्षहरूमा केही उदाहरणहरू पनि देखिए। अब यो स्पेसिफिक ठ्याक्कै यही उदाहरण त नदेऊ होइन। योजना ब्याङ्कमा समावेश भएका योजनाहरू कार्यान्वयनको चरणमा चाहिँ कतिको कडाइका साथ तपाईँहरू काम गर्नुहुन्छ? अब कडाइ भएको त देखिँदैन। गत वर्षको एउटा उदाहरण यहाँ भन्ने हो भने आम नागरिकलाई थाहा भएको कुरा छ होइन। यस्तो सिस्टमेटिक ढङ्गबाट यहाँले यस्तो राम्रो गजबको नेटवर्क अघिल्लो प्रश्नमा बताउनु भयो कि योजना ब्याङ्कमा कहीँ कतै पनि दायाँ बायाँ हुँदैन, यो एकदम स्ट्रिक्ट सिस्टममा बाँधिएको छ, कसैले पनि दायाँ बायाँ गर्न मिल्दैन। त्यहाँ कसैले कोही करप्ट छ भने पनि त्यहाँनिर करप्सन प्र्याक्टिसै हुन मिल्दैन। तर योजना इम्प्लिमेन्ट हुने दिनमा अझ बजेट भए पछाडि, बजेट सुने पछाडि
बजेट त त्यहाँ पो गएछ भनेर मन्त्रीहरूले बल्ल थाहा पाउनु पर्ने परिस्थिति सिर्जना छ। यो स्थिति भइराखेको छ। कति कडाइका साथ काम गर्नुभएको छ? अब हेर्नुहोस्, इन्ट्री गर्ने मामलामा चाहिँ यो हाम्रो भूमिका रहन्न, विषयगत मन्त्रालयको भूमिका हो। होइन नि, जस्तो विषयगत मन्त्रालयले जे इन्ट्री गरेको छ, जुन पोर्टल उहाँहरूले खोल्नुहुन्छ त्यो पोर्टल नीति योजना आयोगमा पनि खुल्छ नि। तपाईँले पनि हेर्नुहुन्छ नि के अब इन्ट्री भयो, कहाँ इन्ट्री हुँदैन, भयो, त्यो हुँदैन। PLMBS सिस्टम भनेको के हुन्छ भने यो चाहिँ अर्थ मन्त्रालयबाट नियन्त्रित हुन्छ। हामीले चाहिँ पठाएको त्यसरी दिएको लिस्ट चाहिँ अब विषयगत मन्त्रालयले इन्ट्री गर्ने हो। जस्तो भौतिकको योजना भौतिक मन्त्रालयसित हुन्छ अनि त्यो कन्ट्रोल गर्ने मिनिस्ट्री अर्थ मन्त्रालयसित हुन्छ। लास्टमा इन्ट्री भइसकेपछि चाहिँ त्यो अब त्यो अर्थ मन्त्रालयको एकदमै एकदमै स्ट्रङ अधिकारको क्षेत्र पनि हो, त्यो हुनु पनि पर्छ। किनकि आखिर चाहिँ असार 1 गते त आय व्ययको विवरण सहितको चाहिँ वार्षिक कार्यक्रम लिएर आउने हो। त्यसमा अर्थ मन्त्रालयसँग सुपर एडमिन हुन्छ र त्यो एडमिनको उत्तराधिकारी के युज गर्ने प्राधिकार प्राप्त व्यक्ति भनेको अर्थ सचिव रहन्छ सामान्यतया, होइन? यो हो नै सामान्यतया होइन। त्यसपछि विषयगत मन्त्रालयको युजर नेम र पासपोर्ट विषयगत मन्त्रालयको सचिवज्यूहरूको नियन्त्रणमा रहन्छ। इन्ट्री उहाँहरूले नै गर्ने हो, अरूले गर्ने। हामीले पठाएको एउटा के छ भने यसरी गएको योजनाहरू पठाउन सक्दा यसरी गएको योजनाहरू इन्ट्री नगरे बापत हामीसँग डाइरेक्टली कारबाही गर्ने कानुनी व्यवस्था छैन। त्यो भनेको चाहिँ विषयगत मन्त्रालयको आफ्ना चाहिँ प्राथमिकता प्राप्त योजनाहरूलाई चाहिँ सिस्टमेटिक ढङ्गले चाहिँ उहाँहरूले लानुभयो, कार्यान्वयनमा समस्या आउँदैन। लानु भएन, त्यहाँ कसैको इन्ट्रेस्ट बाजियो भने अनि तपाईँले भनेको जस्तो समस्याहरू आउने। जस्तो ठ्याक्कै जस्तो योजना ब्याङ्कमा इन्क्लुड भएका योजनाहरूलाई नै लागू गर्नका निम्ति यहाँहरूले अलिकति त्यसको मापदण्ड पनि अलिक कडा रूपमा लागू गर्नुपर्छ होला। हो, त्यसमा के काम भएको छ भन्नु मात्रै। अहिले चाहिँ हामीले त्यो गएको वर्षको अनुभवबाट चाहिँ के एउटा छ भने हामीले यो चाहिँ प्रोजेक्ट ब्याङ्कमा लिस्ट आउट भएका योजनाहरूलाई चाहिँ सेलेक्सन गर्नको लागि पनि एउटा कार्यविधि ड्राफ्ट भएको छ। भनेको प्राथमिकीकरणको लागि चाहिँ एउटा P1 P2 योजनाहरूलाई राख्ने त्यो पनि धेरै हुन्छन्। त्यो धेरै योजनाहरू मध्येबाट पनि छान्नुपर्ने हुन्छ। हेर्नुहोस्, किनभने हाम्रो त रिसोर्सेस त लिमिटेड छ। लिमिटेड हुँदाहुँदै नै अहिले भौतिक तर्फको बजेट नै हाम्रो चाहिँ खानेपानी र सिँचाइ समेतको जोड्नु भयो भने 65% टोटल बजेटको विकासतर्फको बजेट 65% दुईवटा मन्त्रालयको बजेट रहन्छ। तपाईँले बुझिहाल्नुभयो सडक पूर्वाधार क्षेत्र खानेपानी र सिँचाइमा कति आवश्यक छ भन्ने कुरा, होइन? अब ती योजनाहरू चाहिँ एकदम उच्च प्राथमिकता प्राप्त योजनाहरूबाट पनि योजनाहरू सेलेक्सन गरेर राख्नुपर्ने अवस्था छ र त्यसको प्रायोरिटी हामीले P1 P2 योजना आइडेन्टिफाई भइसकेपछि अब विषयगत मन्त्रालयलाई हाम्रो सुझाव रहन्छ। जस्तो सडकमा हामी के भन्छौँ भने तपाईँको पालिकाको केन्द्र जोड्ने, हामीसँग प्रोभिन्सियल PTMP प्रोभिन्सियल ट्रान्सपोर्टेसन मास्टर प्लान पनि अन्तिम चरणमा पुगेको छ, होइन? त्यसमा पालिकाको केन्द्र जोड्ने, त्यसपछि पालिकाको केन्द्रबाट ओडा जोड्ने, त्यसपछि दुईवटा पालिका जोड्ने, त्यसपछि चाहिँ दुईवटा जिल्ला जोड्ने, अन्तर प्रदेश जोड्ने, त्यसरी हामीले चाहिँ दोस्रो योजनामा पनि प्रायोरिटाइज गरेका छौँ। त्यो मान्यज्यूहरू नै कहिलेकाहीँ अनौपचारिक संवादमा के भन्नुहुन्छ भने सम्बन्धित मन्त्रालयमा गएर मेरो योजना प्राथमिकतामा पऱ्यो कि परेन भनेर यो प्राथमिकीकरणको समयमा चाहिँ धेरैचोटि मन्त्रालय धाए, सचिवहरू परेछ भन्छन्, अन्त फर्की पछि गएर रातो किताब हेर्दा त मेरो त छैन। यो चाहिँ के भएको? यो बजेटको लिमिटेसन छ एउटा। अब मेन चाहिँ हामीले के बुझ्नु पर्यो, म जस्तो मेरो क्षेत्रको प्रतिनिधि हुँ भने मैले एकैपटक मेरो क्षेत्रको 10वटा योजना लिएर जान्छु। उदाहरण त मैले पाउने त बजेट त लिमिटेड छ, एउटा हुन्छ, 9वटा पर्दैन। त्यसपछि फ्रस्ट्रेसन सुरु हुन्छ। त्यो चाहिँ रियालिटी हो। हामीले अपेक्षा गरेका तर त्यहाँनिर चाहिँ जस्तो 10वटा मध्ये एउटा सबैको पर्ने भएको भए त हुन्थ्यो। अलि ठुलो हेभी वेटको पहुँच भएको, होइन, व्यक्तिले चाहिँ आफ्नो क्षेत्रमा हाई अमाउन्टको ठुलो भोल्युमको बजेट लिएर गएको देखिन्छ स्पष्ट रूपमा। त्यसपछि त यो प्रोजेक्ट ब्याङ्कको त केही औचित्य नै भएन क्या। अब यसरी भने मैले
प्रोजेक्ट ब्याङ्कलाई त्यही भएर अझ चाहिँ त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ होइन। औचित्य चाहिँ प्राथमिकता निर्धारणको मापदण्ड कडाभन्दा कडाका साथ लागू गर्नका निम्ति प्रदेश सरकार सक्षम छ कि छैन, यस्तो प्रश्न नै सोध्नुपर्ने भयो क्या। होइन, प्रदेश सरकार सक्षम हुनुपर्छ। ओके, प्रदेश सरकार सक्षम हुनुपर्छ। अहिलेसम्म भएको देखिन्छ। यसलाई हामीले चरणबद्ध रूपमा म तपाईँलाई एउटा अनुभव सेयर गर्छु। 80 सालमा हामीले बजेट बनाउँदा चाहिँ जे अनुभव थियो, अहिले 83 सालमा बजेट बनाउँदा त्योभन्दा उन्नत अनुभव छ हामीसँग। ओके, त्योभन्दा प्रोग्रेस हुँदै गएको छ। यो एकै वर्षमा सबै लागू हुँदैन। अब तर एउटा फेजमा पुगिसकेपछि त्यसले फड्को मार्छ। हामी फड्को मार्ने फेजमा चाहिँ पुग्दैछौँ। हस्, मान्य उपाध्यक्षज्यू, सङ्घीय सरकारसँगको समन्वय चाहिँ अब यो सबै मुख्यमन्त्रीज्यूहरूले भन्दै आएको हो, त्यति सजिलो छैन होइन, प्रभावकारी भएन, सङ्घीय सरकारसँगको सहकार्य नै मुख्य चुनौतीको रूपमा आयो भनेर भनिरहेको परिस्थिति छ होइन। अब यो योजना र बजेटको डुप्लिकेसन कम गर्नका निम्ति चाहिँ के गर्न सकिन्छ, यसमा समन्वय गर्न? यसमा चाहिँ जुन राष्ट्रिय योजना आयोगले लिड गरिराखेको यो प्रोजेक्ट ब्याङ्क छ, त्यसको चाहिँ एकदम प्रभावकारी कार्यान्वयन हामीले गर्न सक्यो भने योजनाहरूको डुप्लिकेसन अटोमेटिक हट्छ। त्यसमा यसो गर्न सक्यो भने हट्ने कुरा त रह्यो, यसको खास ठोस संयन्त्र छ कि छैन? अब अहिले चाहिँ यही प्रोजेक्ट ब्याङ्कको सफ्टवेयर मात्र, सङ्घले पनि यस्तो छ, संयन्त्र पनि छ, तर सङ्घले नै त्यसलाई लागू गर्न सकेको अवस्था छैन। त्यसलाई लागू गर्न नसकेपछि जसले लिड गर्ने हो त्यहाँबाट नै अघिल्लो वर्ष नै यहाँले सुन्नु पनि भयो होला होइन, अघिल्लो वर्ष चाहिँ राष्ट्रिय योजना आयोगको प्रोजेक्ट ब्याङ्कमा भएका धेरै योजनाहरू हटाइए। त्यो 5 वर्षसम्ममा इम्प्लिमेन्टेसन गयो भने हट्छ। हामी कहाँ त्यो अवस्था छ होइन, जाँदै गएन त्यहाँ भएको योजनाहरू। र तपाईँले भन्नुभएको जस्तै चाहिँ अन्यत्र ठाउँको योजनाहरू परेपछि चाहिँ त्यो सफल कार्यान्वयन त भएन। त्यो चाहिँ हामीले एकदम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकियो भने डुप्लिकेसन हट्छ एउटा भने। अर्को चाहिँ यो समन्वयको लागि सङ्घ सरकारले जस्तो अहिले तपाईँले भन्नु पनि यो सांसद ज्यूहरूको चाहिँ एउटा कुरा भयो होइन, त्यो बाहेक अरू प्रभाव राख्ने अरू सांसदहरू त सबै नेताहरू सांसद पनि हुनुहुन्न, तर उहाँहरूको पनि उत्तिकै पहुँच हुन्छ। त्यो उत्तिकै पहुँचको आधारमा पनि योजनाहरू आएका छन्। पहिला त्यो कुरा हट्नुपर्छ। त्यो हट्नको लागि चाहिँ गर्ने भनेको परियोजना ब्याङ्क अथवा प्रोजेक्ट ब्याङ्कको कार्यान्वयन नै हो। त्यो प्रोजेक्ट ब्याङ्कको कार्यान्वयन गर्दा सङ्घले अघिल्लो वर्ष 3 करोडभन्दा तलको योजना नल्याउने भन्यो, तर आए। सङ्घले चाहिँ एउटा के गर्नु पर्यो भने आफ्नो सिलिङ तोकोस्। 3 करोड होइन, मलाई सोध्नुहुन्छ भने पूर्वाधार क्षेत्रमा त सङ्घले 1 अर्बभन्दा तलको योजना गरे नै होइन। सङ्घले त अलि ठुला अझ स्ट्राटेजिक योजनाहरूमा काम गरोस्, सशर्त चाहिँ केही रूपमा भए पनि प्रदेशलाई दियोस् र प्रदेशले पनि त्यो इम्प्लिमेन्टेसन गर्नलाई हामीले दियोस् भनेर विल मात्रै गर्ने होइन, त्यो प्रभावकारी रूपमा कार्यान्वयन गर्नको लागि हामीले पनि उत्तिकै तयारी हुनुपर्छ। र अलि साना 1 करोडभन्दा तलका योजनाहरू हामीले पनि स्थानीय तहलाई दिनुपर्छ, किनकि स्थानीय तहमा पनि अहिले चाहिँ पर्याप्त प्राविधिक जनशक्ति छ होइन। त्यस कारणले सङ्घ, प्रदेश र स्थानीय तहले एकदमै कोअर्डिनेसन हुन नसकेको क्षेत्र नै यहीँनिर हो होइन। कोअर्डिनेसन गरेर हामीले कस्तो भयो भने रघुजी, हामीले जस लिने प्रवृत्ति बढी भयो क्या। सानोभन्दा सानो योजनामा पैसा हालेको जस चाहिँ त्यो सङ्घीय मान्यले होस् अथवा प्रदेश मान्यले होस् अथवा स्थानीय तहको प्रमुखले होस् अथवा अरू चाहिँ राजनीतिमा लागेका अरू व्यक्तिले हुन्, तिनी उहाँहरूले चाहिँ लिन खोज्नुभयो। लिन खोज्दा के भयो भने तपाईँले 50 लाखको योजना ल्याए पनि आफ्नो सोसाइटीमा मैले ल्याएको योजना, त्यो किसिमको प्रभाव चाहिँ छोड्नको लागि पनि हामी एकदमै चाहिँ अनावश्यक दौडधुप गरिरहेका छौँ। पहिला यो कुरा हट्नुपर्छ, किनकि सरकारले चाहिँ अब चाहिँ गर्ने के हो भने सरकारले एउटा निर्णय गरिसकेपछि त्यसमा अडिएर सङ्घले चाहिँ ठिक छ 1 अर्ब नभए 5 करोड होस्, सङ्घ अडिनु पर्यो र प्रदेशले पनि ठिक छ 1 करोड नभए 50 लाख होस्, त्यसमा अडिनु पर्यो र स्थानीय तहले पनि अनि चाहिँ मैले लिएर आएको योजना भनेर आफ्नो फेसबुकमा चाहिँ राजनीतिक जस लिने हिसाबले चाहिँ
दौडधुप गर्नु भएन। यति चिज मात्रै हामीले गर्न सक्यौँ भने यो अटोमेटिक सुधार हुन्छ र कार्यान्वयनमा चाहिँ सफल हुन्छ र सङ्घ सरकारसँगको कोअर्डिनेसनमा हामी जसरी चुकेका छौँ हामीले अरू कानुनी कुराहरू पनि छन्। जस्तो हामीले ऐनहरू त प्रशस्त बनाउँछौँ, सङ्घले चाहिँ बनाउनु पर्ने सर्टेन ऐनहरू नबनाउँदा प्रदेशले बनाएका ऐनहरू पनि कार्यान्वयनमा जान नसकेको, ऐन नियम कानुनहरू पनि कार्यान्वयन जान नसकेको त्यस्ता कुराहरू पनि छन्। ती कुराहरूलाई पनि अब चाहिँ सङ्घ सरकारले चाहिँ यथाशीघ्र बनायो भने प्रदेश सरकार पनि त्यो कुरामा केही कुराहरूमा स्वतन्त्र ढङ्गले अगाडि बढ्न पनि सक्छ र त्यो ऐनमा टेकेर आफ्नो ऐन बनाउँछ र कार्यान्वयन लाउँछ र त्यसले व्यवस्थित रूपमा लान सक्छ। यति चिज गर्न सकियो भने चाहिँ हाम्रा यी कोअर्डिनेसनका इस्युजहरू चाहिँ सल्भ हुन्छन् जस्तो मलाई लाग्छ। डाक्टर साहब, अब यो अर्को एउटा पुरानै समस्या चाहिँ ठुलो आयोजनाहरू समयमा कम्प्लिट नहुने होइन, यो चाहिँ पुरानै समस्या हो। यसमा योजना आयोगले केही त्यस्तो नयाँ रणनीति बनाएको छ जो यो यस्तो खालको डिसएडभान्टेज यो गभर्मेन्टले पनि नागरिकले पनि फेस गर्नु नपरोस्? हाम्रो के छ भने 2080मै हामी आएपछि म तपाईँलाई त्यो ब्याकतिर लगेँ। माननीय मुख्यमन्त्रीज्यूले चाहिँ योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा यी रुग्ण आयोजना, समस्याग्रस्त आयोजनाहरू चाहिँ आइडेन्टिफाई गर्ने एउटा टिम बनाउनु भएको थियो। त्यसमा सबै मन्त्रालयका सचिवज्यूहरू पनि हुनुहुन्थ्यो। हामीले त्यतिखेर पनि एउटा चाहिँ प्रदेशमा भएका रुग्ण आयोजना, समस्याग्रस्त आयोजना र ती आयोजनाहरू किन रुग्ण भए, किन समस्याग्रस्त भए भनेर आइडेन्टिफाई गरेका थियौँ। त्यो हरेक वर्ष चाहिँ यो प्रदेश नीति तथा योजना आयोगको एउटा मेन काम चाहिँ मोनिटरिङको काम पनि हो। मोनिटरिङ एन्ड इभ्यालुएसनको जुन सङ्घीय योजना आयोगले पनि गर्छ र त्यो योजना आयोगको काम पनि हो। हामीले चाहिँ अहिले के गरिराखेका छौँ भने अलिकति चाहिँ यसलाई मोनिटरिङ गर्ने फ्रिक्वेन्सी चाहिँ बढाएको छौँ। त्यो हुँदा चाहिँ के हुँदो रहेछ भने हाम्रा फिडब्याकहरूले चाहिँ विषयगत मन्त्रालयहरूलाई चाहिँ अब चाहिँ त्यो आयोजना के कारणले समस्याग्रस्त छ, त्यो ठेक्का लागिसकेको आयोजनाहरू र त्यसलाई चाहिँ इम्प्रुभ चाहिँ त्यो समस्याबाट चाहिँ समाधान गर्नको लागि चाहिँ के एक्टिभिटिजहरू गर्नुपर्छ भन्ने किसिमको चाहिँ रेकमेन्डेसन पाएपछि केही सोल्युसनमा गएको अवस्था छ र प्रदेश नीति तथा योजना आयोगले आगामी वर्ष चाहिँ यसलाई अझै म्यासिभ रूपमा चाहिँ काम गर्ने चाहिँ हामीले चाहिँ एउटा कार्यविधि नै बनाएको छौँ होइन। त्यसले चाहिँ समस्याग्रस्त आयोजनाहरू, रुग्ण आयोजनाहरूलाई चाहिँ अलिकति चाहिँ इम्प्लिमेन्टेसनमा चाहिँ सपोर्ट गर्छ एउटा। र अर्को चाहिँ के छ भने आयोजनाहरू ढिला सुस्ती हुनेको चाहिँ हामीले ठेक्का प्रक्रिया पनि ढिलो गर्छौँ क्या। जस्तो म तपाईँलाई इक्जाम्पल दिन्छु, यो वर्ष चाहिँ बहुवर्षीय जाने ठुला आयोजनाहरूको ठेक्का मक्सिरसम्ममै चाहिँ लगाउन सकेको भए, पुससम्ममै लगाउन सकेको भए, माघदेखि चाहिँ कार्यान्वयनको चरणमा गएको भए यो वर्षभित्र पनि एक किसिमको प्रगति भइसक्थ्यो नि। जस्तो केही अन्तर्राष्ट्रिय अभ्यासहरू देखिँदो रहेछन् कि जस्तो अब रिजल्ट बेस्ड प्लानिङ भन्ने हुँदो रहेछ। अब हामी त्यत्तिकै महत्त्वकाङ्क्षी योजना निर्माण गरिदिन्छौँ होइन। अर्को एउटा MTEF भन्ने मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्क भन्ने हुँदो रहेछ। यस्ता प्रणालीहरूले चाहिँ यो विकासमा नतिजा देखिने र योजनाहरू रुग्ण भएर बस्नु नपर्ने जस्ता काममा अगाडि बढाउन सक्दो रहेछ होइन। प्रदेशमा यस्तो खालको सिस्टम लागू गर्न कतिको सम्भव? हामीसँग MTEF छ। MTEF सङ्घ प्रदेश स्थानीय त तिनटै सरकारको छ र त्यसले 3 वर्षको बजेटको प्रोजेक्सन गर्छ। ओके, नभएको होइन। र रिजल्ट बेस्ड प्लानिङ पनि हामीसँग नभएको होइन। तर प्रोजेक्टको आयोजनाको अहिले तपाईँले भनेको एउटा कुरा शाश्वत के हो भने आयोजनाको तयारीमै हामी खलबलिया अवस्था छ कि। अनि आयोजनाको तयारीमै खलबलिएपछि यो MTEF रिजल्ट बेस्ड चाहिँ प्लानिङ होइन, यिनीहरू अटोमेटिक खलबलिन जान्छ र समस्याहरू आएका हुन्। हामी यसलाई कडाइका साथ कार्यान्वयनमा जान सक्दा यो चाहिँ प्लानिङ कमिसन एक्लैले अथवा भन्दा पनि यसले चाहिँ इन्टिग्रेटेड अप्रोचमा विषयगत मन्त्रालयहरू, प्रोजेक्ट तयारी गर्ने मन्त्रालयहरू, त्यसपछि ठुला योजनाहरूको चाहिँ ठेक्का प्रक्रिया, अझ ठुला योजनाहरूको चाहिँ तपाईँको बहुवर्षीय योजनाको लागि त तपाईँले 5 करोडभन्दा माथिको योजनाहरू हाम्रो प्रदेशमा प्लानिङ मेरै संयोजकत्वमा सिफारिस समिति छ होइन। त्यसको तयारी नै ढिलो हुन्छ कि। त्यो ढिलो भएपछि अब अहिले यो वर्षको चाहिँ यो विषयगत मन्त्रालयले यो किन तयारी गर्न सकेका छैन होइन। तपाईँले अहिले मैले भने साउन भदौमा चाहिँ अब हामीले फिल्डमा गएर पनि त्यसलाई फर्दर हेर्न पनि, फर्दर भेरिफाई गर्नुपर्ने भएर गला। तपाईँले ठुला आयोजनाको हकमा चाहिँ अघिल्लै वर्ष तयारी हुन्छ। ती अघिल्लै वर्ष तयारी भएका योजनाहरूलाई एकपटक चाहिँ भदौमा चाहिँ रिभ्यू गऱ्यो भने असोज कार्तिकमा त हामी टेन्डरमा जान सक्छौँ कि। यो प्रक्रिया चाहिँ ढिलो भएको कारणले गर्दा हामीले चाहिँ टाइममा
योजना सुरु नभएपछि अनि त्यसको कार्यान्वयनमा डिफिकल्टिज आउने र यसमा रिजल्ट चाहिँ नपाउने। यसमा विषयगत मन्त्रालयले बढी जवाफदेही हुन्छ। एकदमै। अब 1 वर्षभित्रमा नागरिकहरूले गण्डकी प्रदेशमा देखिने नयाँ रिजल्ट चाहिँ के हो, त्यस्तो प्लानिङ चाहिँ के छ? जस्तो हामीले चाहिँ यो सिँचाइ तथा खानेपानी, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गत यो खानेपानी त मान्छेको नैसर्गिक अधिकार जस्तै भएको छ नि त, एक घर एक धारा छ। हामीले चाहिँ अघिल्लो वर्षदेखि नै के गरेका छौँ भने खानेपानीतर्फ चाहिँ यो खानेपानी चाहिँ खान पाउने अवस्था चाहिँ जनतालाई पुर्याउनुपर्छ भनेर हामीले चाहिँ 400-500 योजनाहरूको अघिल्लो वर्ष र यो वर्ष गरेर हामीले 1000 योजना प्लसको योजनाहरूको सुनिश्चितता गरेर खानेपानी कस्तो त्यो ट्याङ्की छ, धारा छ, पाइप छैन होइन, धारा छ, ट्याङ्की छैन, त्यस्तो अवस्था थियो भने अहिले चाहिँ त्यसो गर्नुहुन्न। हामीले जनतालाई चाहिँ खानेपानीको व्यवस्था चाहिँ हाम्रो उपलब्ध स्रोतको सीमामा रहेर सके जति चाहिँ हामीले पुर्याउनुपर्छ भनेर यो वर्ष पनि हामीले ठुलो एमाउन्टमा स्रोत सुनिश्चित गरेर बजेटको एलोकेसन गर्दै गइरहेका छौँ। यो वर्ष पनि भइरहेको छ र आगामी वर्ष पनि त्यही अवस्था छ र 1 वर्षभित्रमा चाहिँ हामीले उल्लेख्य मात्रामा हामीसँग चाहिँ कार्यान्वयनको चरणमा रहेको योजनाहरू सम्पन्न गरी तत्त ठाउँमा चाहिँ खानेपानीको व्यवस्था गर्छौँ। त्यो आगामी वर्षभित्रमै भइसक्छ धेरै ठाउँमा। भनेको हजुर, 1 घर 1 धाराको जुन अभियान छ त्यो चाहिँ लगभग अब पूर्ण भयो। पूर्ण त म भन्दिनँ, तर यो चाहिँ एकदमै द्रुत गतिमा अगाडि बढाएको छ। एउटा अर्को खानेपानीमा आएर सिँचाइमा पनि 50 लाख 1 करोडसम्मका योजनाहरू कम्प्लिट हुने योजनाहरू आइडेन्टिफाई गरेर हामीले स्रोत सुनिश्चित गरिसकेका छौँ होइन। त्यो योजनाहरूमा रकमको अभाव पनि हुँदैन र त्यो पनि कार्यान्वयनमा जान्छ। सकौँ होइन अन्तर्वार्ता? हजुर। अब यो सामान्य लेम्यानले बुझ्ने एउटा प्रश्न सोधेर, हुन त यहाँले बिचमा थोरै त्यसलाई इन्सर्ट गर्नुभयो तर अझै क्लियर गराइदिनुहोस् भन्ने हिसाबले, यो योजना आयोगमा गएर भने पछाडि योजना पर्छ, योजना आयोगले योजना बाँड्छ, योजना आयोगका सदस्यहरूसँग सम्बन्ध राम्रो बनाउनुपर्छ, योजना आयोगको उपाध्यक्षलाई गएर भने पछाडि उसले चाह्यो भने योजना पर्छ, योजना नपरेको योजना आयोगको उपाध्यक्षले नचाहेर हो, योजना नपरेको योजना आयोगका सदस्यहरूले नचाहेर हो भन्ने जस्तो एउटा भ्रम समाजमा देखिन्छ डाक्टर साहब। त्यो कतै कतै गुनासोको रूपमा हामीसँग पनि भन्न आउँछन् मान्छेहरू, हामीले पनि बुझाउने प्रयास त गरेका छौँ। खासमा के हो, तपाईँहरू योजना बाँड्नुहुन्छ, योजना आयोग योजना बाँड्ने ठाउँ हो? अब यसलाई एकदमै स्ट्रेट फरवार्ड भन्यो भने अन्यथा अर्थमा नलिनु होला। योजना आयोगमा योजना माग्ने नआउनुहोस्। योजना आयोग कस्तो योजना बन्नुपर्छ र योजनाहरू कसरी बन्छन् र चाहिँ त्यसलाई चाहिँ पोलिसी लिड गर्ने इन्स्टिट्युसन हो। प्लानिङ कमिसनको भाइस चेयरले मेम्बरले योजना बाँड्दैन, योजना इन्ट्री पनि गर्दैन र अहिले मैले भने नि सबै योजना प्रोजेक्ट ब्याङ्क भनेको के हो, ती सबै चिजहरूलाई पोलिसी लिड गर्ने प्लानिङ गर्ने एजेन्सी हो र मन्त्रालय योजना हाल्ने योजना इन्ट्री गर्ने सबै काम विषयगत मन्त्रालयको। योजना माग्ने हो भने विषयगत मन्त्रालयमा जानुपर्छ र विषयगत मन्त्रालयमा जानु र जिल्ला स्थित विषयगत मन्त्रालयका आफ्ना कार्यालयहरू छन् त्यहाँ जानुहोस्। योजना आयोगमा आएर योजना नपरेर चित्त दुखाउनु भयो भने त्यो दुखेको चित्तलाई चाहिँ मलम लगाउने काम चाहिँ योजना आयोगले गर्न सक्दैन। कस्तो स्ट्रेट फरवार्ड। हस्, समय सम्वादका लागि यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद। दर्शकवृन्द, तपाईँ यति बेला गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालयको प्रस्तुति कार्यक्रम जनतासँग मुख्यमन्त्री हेर्दै हुनुहुन्छ। आजको विकास र योजना विशेष श्रृङ्खलामा हामीले गण्डकी प्रदेश सरकारका पछिल्ला केही दिनका गतिविधिहरूको हाइलाइट्स र योजना र विकाससँग सम्बन्धित तयार पारिएको विशेष रिपोर्ट र गण्डकी प्रदेश सरकारका योजना आयोगका माननीय उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटासँगको अन्तर्वार्ता प्रस्तुत गर्यौं। कार्यक्रम जनतासँग मुख्यमन्त्रीले नागरिकलाई प्रदेश सरकारसँग जोड्ने पुलको काम गर्ने गर्दछ। कार्यक्रमसँग सम्बन्धित केही सुझाव, सल्लाह र प्रतिक्रियाहरू छन् भने हामीलाई पठाउँदै गर्नुहोस्। तपाईको सुझाव, सल्लाह र प्रतिक्रियाको आधारमा हामीले कार्यक्रमलाई थप परिष्कृत र परिमार्जित गर्दै अगाडि बढ्नेछौँ। आजको श्रृङ्खला यही सकिन्छ। कार्यक्रम उत्पादनको सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। म रघुनाथ वाग्लेलाई पनि बिदा दिनुहोस्। तपाईँ हामीसँगै रहनुहोस्। नमस्कार।